बहिनी काइली बहिनी साइली दिदीले बाउलाई धुप बाल्देर पूजा गर्दैछ बाउको घरमा। त्यो त हिमाल छ हिमाल देख्ने ठाउँमा राख्नु भन्नुहुन्थ्यो हामीले हिमाल देख्ने ठाउँमा ल्याएको छौँ। यहाँ बाउको घर यतातिर चाहिँ तल थियो घर अहिले यहाँ भयो बाउको घर चाहिँ अनि पारी दिक्तेल बजार त्यहाँ हिमाल देख्ने ठाउँ। यहाँ चाहिँ बाउले रोपेको निभारो गोगुनहरू यस्तो छ है। बिचरा बाउले वस्तु पाल्छन् होला भनेर यत्रो फाँडेर जङ्गल फाँडेर यत्रो घाँस लगाइदिनु भएको थियो। यो घाँसहरू बाउले नै रोप्नु भएको गोगुन घाँस यो निभारो। तल त्यत्रो राम्रो निभारो छ अनि त्यहाँ गोगुन त्यत्रो छ बाँसको घाँसहरू त्यत्रो छ त्यहाँ त्यतातिर। हामी राईहरूको चाहिँ मरिसकिसकेपछि यसरी धामी बसाउनु पर्छ, बिजुवा बसाउनु पर्छ। दाजुभाइहरू सबै भेला भएर बिजुवा बसाउनु पर्छ बाबाको आत्माले शान्ति पाओस् भनेर। हामी चाहिँ राईहरू मरिसकिसकेपछि धामीको चाहिँ ठुलो भूमिका रहेको हुन्छ। त्यसैले नै हामीले चाहिँ यो धामी चाहिँ बसाएको बिजुवा धामी।